यहाँ घरमा भाडामा बस्ने मान्छेहरूको दिन सक्छ जस्तो डाउट भइरहेको छ मलाई। एन्ड इन द्याट भिडियो यु क्यान क्लियरली सी कि ट्राफिकले धम्की पनि दिइरहेको थियो कि भिडियो राख्ने होइन फेरि जानेछु भनेर। ब्रो यो दाइ भाइ लड्छ यार, खुट्टा नै भ्याएको छैन उसको। थ्याङ्क यू। वेल आजको लागि कन्टेन्ट पाइहालेँ। आई वाज नट एक्सपेक्टिङ कि यस्तो र्याली भइरह होला यहाँ। आई स्वेयर आम गोना बिट इट टु द्याट। मेमोरी कार्ड नभएको बेला एन्ड त्यति बेलामा होइन अब यहाँ अलिक स्पिड कम गर्नुपर्छ। मैले टाढो थ्याक्कै टाढा होइन मैले यहाँ हङ दिन थालेँ, त्यसले लेफ्टपट्टि टर्न लियो। लेफ्टपट्टि टर्न लिँदाखेरि इन्डिकेटर दिएन क्या। फर्स्ट अफ अल द्याट इज अ फल, यु हेभ नट गिभन एन इन्डिकेटर। सो इन्डिकेटर नदिँदाखेरि होइन ठ्याक्कै त्यहाँ ब्रिजको त्यतापट्टि गएर टर्न हान्यो। आई वाज लाइक रोकेर कुरा गर्न आँट्यो क्या, झगडा गर्न आँट्यो क्या भन्ने सोचेँ। त्यही हेर ठ्याक्कै त्यहाँबाट टर्न लिन आँटेँ मैले। झट्टै स्टेरिङ दुई रोल घुमाएर मलाई त्यता आँटे झन्डैले पेल्दै। यहाँ घरमा भाडामा बस्ने मान्छेहरूको दिन सक्छ जस्तो डाउट भइरहेको छ मलाई। यो एरियामा उसै त चोरहरू धेरै नै छ, ढोका आरामले खुल्ला राखेर खोलिन्छ। यो मैले खोले नि हेर्न, यस्तो खुल्ला राख्छ भने रेकर्ड गर्नलाई भर्खर स्टार्ट गरेँ। गाडीको ट्रायलको लागि कति लिन्छ, ट्रेनिङको लागि कति लिन्छ भने ट्रायल सेन्टरमा सोध्न जान्छ र धुलो यति साह्रो निस्किरहेछ। च्यानलको क्युआर कोड पनि यही छ होइन। टेकोतिर अब धेरै यस्तो मोडिफिकेसनको लागि नै चिने हुन्छ बाइकहरूको होइन। म त्यहीँको एउटा स्टोरी भन्छु कि र मसँग त्यो भिडियो प्रुफ पनि अझैसम्म छ। सो आई एम ग्ल्याड कि मसँग त भिडियो अझै पनि छ, बिकज द थिङ्स द्याट हेभ ह्यापेन्ड आर बियोन्ड एनी एक्सप्लेनेसन्स। बाबाको बाइक बाहिर राख्ने बानी कहिले जाँदैन। मलाई अस्तिदेखिको मेरो ह्यान्डल किन हो भने बाङ्गो छ जस्तो लागिरहेछ। दुईचोटि लडिसकेँ, नट बिकज अफ द्याट टेक्निकलिटी। आई वन्ट माइन्ड इट, अरू मान्छेहरूले हेलमेट नलाइकन जाँदा हुन्छ, इट्स योर चोइस। तर मेरो ह्यान्डल किन बाङ्गो छ जस्तो लागिरहेछ, राइट ह्यान्ड धेरै नै खुम्चिरहेछ मेरो। बाइकमा हावा नभएर त होइन, धेरै नै सेक हुनेवाला छ नि किन रहेछ। यस्तोमा राख्दाखेरि होइन जस्तो सुकै खटारा बाइक होस् ह्यान्डल लक गरेर जाऊ। मेरो एरियामा त चोरहरू धेरै छ, मलाई आफ्नै माथि भर लाग्दैन। यही पैसामा भोलि कि पर्सि ट्रायल गराउनु मिल्दैन त्यही 1000मै? नहुने दिन चाहिँ पाइयो। ओके, ट्रायल नहुने दिन चाहिँ पाइयो अरे। तर के हेर्ने? अनलाइनबाटै गर्नुपर्छ। त्यही अब आज भऱ्यो भने नि भोलि बुझाउनु जानुपर्छ, पर्सि ट्रायल हुन्छ अरे। आज बिदा छ रहेछ सरकारी, त्यही ट्रेनिङको लागि र त्यसका मात्र खुल्ला रहेछ। रेकर्डिङ भइरहेछ किन? 7 मिनट जतिको रेकर्ड त भइसकेछ। यस्तोमा चाहिँ स्पिडिङ नगर, बिकज स्पिड ब्रेकरले तिमीहरूको के ब्रेक गरिदिन्छ थाहा छैन। र यहाँ हर्न बजाउने गर, किनभने गल्लीबाट आएकोहरूले हर्न बजाउँदैन कहिले। इगो प्रब्लम छ यार नेपालीहरूलाई। ठ्याक्कै मामाले देखेको थियो क्या त, त्यो अस्ति उता टेकमा मैले 12 मिटर हाल्न गएको थिएँ होइन। बिकज यो जुन ऐना छ अहिलेको, यसले मेरो आँखामा धेरै नै टर्काउने भयो होइन। एन्ड मेरो हाम्रो नेपालीहरूकोमा के छ भन्दाखेरि, इफ तिम्रो मम्मी बाबाहरूलाई केही चिजको नै ज्ञान छैन भनेदेखि लाइक यस्तो बाइकिङहरू होस् कि अब मोडर्न टेक्नोलोजीको त अभियसली हुनेवालै छैन धेरै जस्तोलाई होइन। कसैलाई भयो भनेदेखि चाहिँ राम्रै हो। इफ यु आर गन बाई अ 256 GB अफ एसएसडी और 1 TB अफ एसएसडी, देन दे विल नट कम्प्लेन कि यो यत्रो किनेर नि के गरिस्, बिकज एसएसडी इज फर स्पिड, हाई स्पिड फाइल ट्रान्सफरिङ एभ्रिथिङ। वाट द हेल आर यु डुइङ ब्रो? स्टेरिङ त्यसै घुमाउनु मजा आउँछ। यु आर गोइङ लेफ्ट अर वाट? आई स्वेटको लेफ्टमा गएर इन्डिकेटर बालेन हुने। I think bro is just learning, so let's not argue with that shit.
एन्ड इन द्याट भिडियो यु क्यान क्लियरली सी कि ट्राफिकले धम्की पनि दिइरहेको थियो कि भिडियो राख्ने होइन फेरि जानेछु भनेर। आएको छैन क्या, अनि जौलाखेलमा समातेको भएर ल अहिलेलाई हेर्नलाई हुन्छ भने त मैले अहिले हालिदिएको हो क्या। यसको यो मिरर बनाउँदैछ क्या। हेलो हेलो, यो भ्यानको लुकिङ ग्लास छ त, त्यो भिडियो डिलिट गराएँ मेरो फेरि हाल्ला छैन रे सरले यताटी राखेको छैन, कसरी युटर्न हान्न छ भनेर कराउनु भयो होला कि एटिएम सर फुटेको छ, त्यो एउटा डन्डावाला मात्र हुन्छ। र म ट्राफिकको फ्लेस पनि ब्लर गरिरहेको छु एन्ड मेरो मामा एक्चुअल मामा त्यही हुनुहुन्थ्यो त्यो अर्को मामासँग, सो म बच्न त बचेँ होइन। अब मैले ट्राफिकलाई बुझाएँ कि यस्तो यस्तो रिजन हो, मैले प्रुफ पनि दिएँ कि वाइ ह्याभ बार एन्ड मिरर, किन भन्दाखेरि स्टाइलै गर्न मन लाग्यो ब्रो, ट्रस्ट मी। यति त पैसा छ कि म बाइकलाई पुरै झिलिमिली रातमा साथीभाइ साता बनाइदिन सक्छु। आई डोन्ट गिभ अ सिट अबाउट द्याट, तर मलाई स्टाइलको लागि होइन, आफ्नै सेफ्टीको लागि गर्नु परेछ। लाइक वाइ डु यु थिङ्क आई हेभ अ रेड ब्लडी बाइक यार, जिजस क्राइस्ट, रेड बाइक छ अनि लुगा यस्तो छ, हात पन्जा पनि छ, लाइक दिस इज नट फर स्टाइल इज इट? वाइ आर यु क्राइङ ब्रो? ल थाहा भयो त किन रोइरह, नरो यार, यस्तै हो जिन्दगी, ट्राफिकले यस्तै गर्छ। अनि त्यसमा लाइक आई लर्न दिस न्यू थिङ, यु क्यान जस्ट सिफ्ट द गियर विथ वान ह्यान्ड, विच इज भेरी डेन्जरस। दुइटै हात ह्यान्डलमा राख्नुपर्छ एन्ड आई एम नट गन बी एबल टु ओभरटेक लाइक दिस। नो आई क्यान नट ब्रदर, अलि बिचमा आऊ यार। अनि त्यो ट्राफिकले चाहिँ होइन लाइक अब अगाडिपट्टि यस्तो मोडमा निक्लिरहेको थियौँ हामी त्यहाँ मन्दिरबाट, एन्ड उसले चाहिँ बाइक बिस्तारै गरेर साँचो यस्तो स्लो घुमायो नि होइन ब्रो, आवर स्लथ इज फास्टर देन हिम एट डुइङ द्याट। यस्तो बिस्तारै गरेर साँचो घुमायो, अनि साँचो घुमाइसकेपछि के अरे यो क्यामेरा अफ गर्नु भन्न थाल्यो, रेकर्डिङ अन छ हो भन्न थाल्यो। हो सर रेकर्डिङ अन छ, क्यामेरा अफ गर्नु भनिरहेको थियो होइन। अनि नाइ सर रेकर्डिङ अन गर्नुपर्छ, इट्स फर माई सेफ्टी यु नो, बिकज मेबी के गरेर हावातालमा चिट्ठा काट्न आँट्यो होला भनेर मेरो दिमागमा त्यसै पनि चलिरहेको हुन्छ बाइकरहरूको। सो आई डिडन्ट एग्री विथ हिम। अनि त्यसपछि 1-2 मिनटपछि होइन यो बाइकहरू पुरै हेऱ्यो होइन, बाइकमा के छ सबै छ, एन्ड बिकज बार एन्ड मिरर इज टेक्निकली इलिगल, तर मेरो सेफ्टीको लागि राख्यो, त्यही नि त्यो गधाले त किन बालिदिन्थ्यो र। अनि कराएर चाहिँ यस्तो किन राखेको, यो इलिगल छ, यो मोडिफिकेसन तेरा टाउको हो भन्न थाल्यो क्या। इफ द्याट इज ट्रु होइन, मैले धेरैजनाको हेरेको छु यस्तो अगाडिपट्टि लाइटमा स्टिकर, अगाडिपट्टि लाइटमा स्टिकर हुन्छ, कसैको बाइकहरूमा यत्रो ठुलो स्टिकर हुन्छ त्यो टाइगर जस्तो त्यो चिता जस्तो बनाउनको लागि, तर त्यो मोडिफिकेसनहरूमा कहिले रोक्दैन क्या। व्हिल कभर हुन्छ, द्याट इज अल्सो मोडिफिकेसन, लाइक एनी मिरर रादर देन दिस, लाइक ओरिजिनलवाला मिरर बाइकहरू कुनै किनभने यस्तो त्यो फ्ल्याटवाला हुन्छ नि सुपर बाइकहरूमा राख्नेवाला, द्याट इज अल्सो नट ओरिजिनल बिकज द्याट इज जस्ट मेड फर बाइक्स, इट इज नट फ्रम अ ब्लडी कम्पनी लाइक एन ओरिजिनल बाइक कम्पनी, सो द्याट इज अल्सो मोडिफिकेसन। त्यस्तोमा रोक्दैन, यस्तो बाइकहरूमा एलइडी भएकोलाई रोक्दैन, तर मलाई रोक्यो है बिकज आई पुट अ ब्लडी मार एन्ड मिरर अन माई बाइक फर माई ओन सेफ्टी। र त्यति बेला मैले ट्राफिकसँग आर्ग्यु पनि गर्न आँटेको थिएँ, बट ट्राफिक भनेको त अब त्यस्तै हो, त्यो बेला घुस खाने नै परेछ। यसलाई कि चोटको फ्याक्ट्री त बन्द नगर, तर चोट खाने मान्छेहरूलाई चाहिँ बन्द गर, त्यस्तो पागलपन्थी गरेछ यार। एन्ड नाउ आई एम स्पिडिङ, र मेरो बाइकले पनि साथ दिएर अय्यामा रङ वे ब्रो, द्याट इज रङ वे। नहीं मेरे को मार डाल, मैं रॉन्ग लेन में बैठा हूँ बेटा, मेरे को मैनू आके उड़ा दे, मैं तो पतंग हूँ ना, उड़ा के रख दे मैनू। इज दैट एन एवेंजर? ओ लेफ्ट में जाना है, ठीक है सर, नो कमेंट्स, सॉरी अबाउट दैट। त हे सो मैले रिसेन्टली एउटा चिज पनि भन्नु बिर्सेँ होइन, म घर जाने बेला ब्याट्री भन्छु नभए अहिले नै भन्नु राख्छु होइन। त्यो जुन त्यहाँ भएको जुन त्यो ब्रिज छ नि, मैले जहाँबाट क्रस हानेको त्यहाँ ब्रिजनिर होइन एउटाले मलाई अलमोस्ट जानी हान्न खोजेको थियो क्या। लाइक इन एभ्री मोस्ट अफ द मोटो भ्लगिङ च्यानल्स तिमीहरूले देखायो होला कि मोस्ट अफ द राइडर्सहरूलाई कसैले राइटबाट झट्ट कट हान्छ जस्ट टु
जस्ट सो द्याट द मान्छे जसले चाहिँ त्यो कार चलाइरहेछ त्यसले त्यो बाइकरलाई लडाउन सकोस् बिकज दे गट सम पर्सनल इस्युज विथ देम बिकज दे कुड नट गेट देयर ओन लाइसेन्स फर अ बाइक बट दे गट फर अ कार बिकज घुस खान्थ्यो खै यहाँ ब्रो त्यत्रो घुमेर आएर के काम त्यत्रो घुमेर आएर के काम लास्टमा यही त टप्क्यो भाइ त्यत्रो घुमाएर आयो उकालोमा चढेर नि लास्टमा जामै पऱ्यो र त्यो पनि मभन्दा अगाडि बसेर आयो बिकज त्यहाँ भएको दाइहरूले बाटो बन्द गरे बिकज दे वेयर क्रसिङ द रोड सिरियसली नाउ द्याट इज अ नाइस बाइक द्याट इज अ नाइस बाइक आई ग्यारेन्टी यु द्याट इज अ नाइस बाइक तँलाई म फुटाइन्छ भाइ अब र यु नो वान थिङ मलाई अर्को चिज याद आयो आज मैले कम्प्लेन गर्नेवाला छु धेरै नै यो बाइकमा जुन यो लेग ब्रेकमा आई डोन्ट नो आवाज आइरहेको छ कि छैन होइन तर यसको लेग ब्रेकमा आवाज आइरहेको भएर मैले चिनेकै एकजना अङ्कललाई देखाउन गएको एन्ड ही सेड कि यसको ब्रेकमा मेबी पानी अड्क्या छ अरे मेरो बाइक घाममा हुन्छ बे कहाँबाट पानी जान्छ कुन चाहिँ ल्याएर थुक्छ भने ब्रेकमा पानी सुक्या छैन त्यही भएर अरे मैले एकचोटि घाममा राखेर ट्राई गरेको होइन एन्ड मेरो भाग्य त्यस्तै छ घाममा राखेर सुक्यो केही भएन तर म सुक्खा रोडमा गइरहेको थिएँ होइन त्यही पनि बस्न थालेँ लाइक राइट नाउ अब बस्न बन्द हो नि अब के हो मतलब पानी सुक्यो मैले एकचोटि थिच्ने बित्तिकै नो इट डजन्ट मिन द्याट ल देख्यो फेरि बज्यो अब के भन्छ पानी सुकेन फेरि कि पानी झार्यो अहिले माइक छ रहेछ रिसिभमा ठिकै छ यस्तो लेभलको दिमाग खान्छ नि यार तिमीहरू के गरे होइन इफ एभ्री वान सिज यु एज अ चाइल्ड देन प्लिज ट्रस्ट मी यु हेभ टु लिभ द कन्ट्री बिकज नेपालमा तिमीहरूलाई बच्चा जस्तो देख्छ तिमीहरूको बोल्ने तरिकाले जिस्किने तरिका छ भनेदेखि दे विल नट टेक यु सिरियसली एट अल दे विल बी अ पिस अफ सेट लेट मी टेल यु द्याट त्यो ट्राफिकवाला कुरा यो ह्यान्डलवाला कुरा यो ब्रेकवाला कुरा मलाई एउटा चिज चाहिँ थाहा थियो कि ब्रेकमा नि ओइल हाल्न मिल्छ So for this part of the video, this is part 1, and if you want the next part for the video is gonna continue, then please at least let me to 10 likes or at least like 5 likes. Come on now.